देवघाट चितवनको त्यो पवित्र ठाउँ जहाँ मानिसहरू अन्तिम संस्कारका लागि आउँछन्। दिनमा पवित्र यो ठाउँ राति संसारकै सबैभन्दा डरलाग्दो ठाउँ बन्न पुग्छ। 2066 साल जुलाई 12 बिहान सबेरै नदी किनारमा मानिसहरूको भिड लागेको थियो। कारण देवघाटको नदी किनारमा नुहाउन गएकाहरूले मान्छेको टाउकोको कंकाल भेटेका थिए। केही बेरमा पुलिसको एउटा गाडी आयो र अनुसन्धान सुरु भयो। देवघाटमा बितेका मानिसहरूको अन्तिम संस्कार हुने हुँदा पहिलो रिपोर्टमा दाह संस्कारपछि बचेको होला भनेर लेखियो। तर यो त सुरुवात मात्र थियो। देवघाट नजिकै बस्ने हरि नाम गरेका एकजना मान्छे आफ्नो कामबाट फर्किँदै थियो। घाट नजिक पुग्न लाग्दा उसको मन पहिल्यै डराइरहेको थियो। अचानक उसले घाट किनारमा दाह संस्कार गर्ने ठाउँतिर हल्का उज्यालो देख्यो। के चम्केको होला भनेर जान्न ऊ अलि अगाडि बढ्यो। ऊ जति जति घाट नजिक पुग्दै गयो त्यो चमक झनै बढ्दै गयो। उसले देख्यो त्यो चमक होइन, ठूलो आगो रहेछ। तर अचम्मको कुरा के थियो भने त्यहाँ कसैको चिता थिएन। आगो कसरी बलिरहेको छ भन्ने जिज्ञासाले ऊ झन नजिक गयो। उसले देख्यो आगोको बीचमै एउटी महिला उभिएकी थिए। सेतो साडी, कपाल खुल्ला। केही बेरमै उसको शरीर पनि जल्न थाल्यो। तर ऊ जलिरहेकी थिइनन्, आगोको बीचमै ऊ नाचिरहेकी थिइन्। यस्तै डरलाग्दो र रोचक नेपाली कथाहरू सुन्नका लागि नेपाली अध्यारो कथा पेजलाई फलो गर्न नबिर्सनुहोस्।